एउटा विमान, 134 यात्री र 9 वर्षसम्म संसारलाई लाग्यो कि उनीहरू सबै मरिसके। सरकारले खोज्ने आश मारिसकेको थियो, परिवारले आँसु सुकाइसकेका थिए। तर 9 वर्षपछिको एउटा रात रेडियोको एउटा सानो सिग्नलले पूरा संसारलाई स्तब्ध बनाइदियो। रेडियो आवाज कर्कस इन्टु मेडे, 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 हामी जिउँदैछौँ, के कसैले सुनेको छ? हामी फ्लाइट NC 16002बाट बोलिरहेका छौँ। यो आवाज सुन्ने बित्तिकै एयर ट्राफिक कन्ट्रोलरको हातबाट कफीको कप खस्यो, किनकि यो त्यो विमान थियो असोज 9 गते वर्ष अघि बर्मुडा ट्रायंगलको रहस्यमयी कोखमा हराएको थियो। आजको भिडियोमा हामी त्यो अविश्वसनीय र डरलाग्दो कथा भन्नेछौँ जसले विज्ञान र भाग्यको परिभाषा बदलिदियो। 27 गते चैत 1948 कोलम्बो रात डगलस DC-3 विमान मियामीबाट फ्लोरिडाका लागि उडान भर्दै थियो। विमानमा 125 यात्री र 9 क्रू मेम्बर गरी जम्मा 134 जना सवार थिए। क्याप्टेन रोबर्ट मिलर र को पाइलटले सबै कुरा सामान्य देखिरहेका थिए। विमान 8300 फिटको उचाइमा 180 माइल प्रति घण्टाको रफ्तारमा शान्तसँग उडिरहेको थियो। तर रातको ठीक 8:13 बजे अचानक सान जोन एयर ट्राफिक कन्ट्रोल ATC सँगको सम्पर्क टुट्न थाल्यो। क्याप्टेन मिलरले अन्तिम पटक भने, हामी केही प्राविधिक समस्यामा छौं, र त्यसको 10 सेकेन्डभित्रै विमान राडारबाट सधैँका लागि गायब भयो। लोकेसन थियो बर्मुडा ट्रायंगलको ठिक बीच भाग। त्यो रात त्यहाँ कुनै सामान्य प्राविधिक खराबी भएको थिएन। विमान बर्मुडा ट्रायंगलको यस्तो भयानक बवण्डरमा फस्यो जुन न कसैले देखेको थियो न सुनेको थियो। विमानभित्र चिच्याहाट मच्चियो। इन्जिन फेल भयो, कम्पास पागल जस्तै घुम्न थाल्यो। आधा घण्टासम्म मृत्युसँग जुधेपछि जब विमान त्यो आँधीबाट बाहिर निस्कियो तब चारैतिर अनन्त समुद्र मात्र थियो। अचानक को पाइलटले अगाडि एउटा अज्ञात टापु देखे। विमान एउटा विशाल पुरानो रुखमा गएर ठोक्कियो। रुखका लामा हाँगाहरूले विमानलाई जाल जस्तै समाते, जसले गर्दा विमान भुइँमा पछारिन पाएन। यही त्यो चमत्कार थियो जसले 134 जनाको ज्यान बचायो। विमानबाट उत्रिएपछि उनीहरूले महसुस गरे कि उनीहरू यस्तो ठाउँमा छन् जुन संसारको कुनै पनि नक्सामा छैन। न पिउने पानी थियो न खानेकुरा। क्याप्टेन मिलर र आर्मी डाक्टर एभलिन रिडले मानिसहरूलाई सम्हाल्ने कोसिस गरे। 10 जना गम्भीर घाइते थिए। टापुको एउटा नचिनिएको फल खाँदा एक अधबैँसे व्यक्तिको तडपी मृत्यु भयो। इन्जिनियर आर्थर भेन्सले टुटेको रेडियो मर्मत गर्ने प्रयास गरे, तर ब्याट्री सकियो। 10 दिनपछि 5 जना युवाहरू एउटा सानो डुङ्गा बनाएर समुद्रमा निस्किए, तर उनीहरू कहिल्यै फर्केर आएनन्। उनीहरूको के भयो? त्यो आज पनि एउटा रहस्य नै छ। उता अमेरिकामा $45 मिलियन खर्च गरेर इतिहासकै समय बित्दै गयो। उनीहरूले टापुका जंगली बँदेलहरूको शिकार गर्न सिके। समुद्रको किनारमा बालुवामा ठूलो अक्षरमा हेल्प लेखे। 1.5 वर्षपछि टापुमा पहिलो बच्चाको जन्म भयो, जसले उनीहरूलाई बाँच्ने नयाँ आशा दियो। तर संघर्ष सकिएको थिएन। दोस्रो पटक डुङ्गा बनाएर निस्कने प्रयास गर्दा आएको समुद्री आँधीले थप 16 जनाको ज्यान लियो। 9 वर्षको अवधिमा भोक, बिमारी र दुर्घटनाका कारण मानिसहरूको संख्या घट्दै गयो। 134बाट अब मात्र 82 जना जीवित थिए। 9औं वर्षमा एउटा ठूलो भूकम्प आयो। त्यो भूकम्पले विमानको पुरानो भग्नावशेषलाई हल्लाइदियो र केही तारहरू आपसमा जोडिए। त्यही समयमा एउटा सोलार फ्लेयर, सौर्य आँधी आयो जसले पृथ्वीको चुम्बकीय क्षेत्रमा प्रभाव पार्यो। इन्जिनियर आर्थरले रेडियोको स्विच थिचे र 9 वर्षपछि पहिलो पटक हरियो बत्ती बल्यो। मेडे, मेडे, हामी जिउँदैछौँ। जब यो सन्देश मियामी पुग्यो, कसैले विश्वास गर्न सकेनन्। तर जब 9 वर्ष अघिको विमानको नम्बर र क्याप्टेनको नाम मिल्यो, तब पूरा अमेरिकामा खैलाबैला मच्चियो। 9 वर्षपछि जब एउटा अमेरिकी नौसेनाको जहाज त्यो टापुको किनारमा पुग्यो, त्यहाँको दृश्य देख्दा कमान्डरका आँखाहरू रसाए। मानिसहरू खुसीले पागल भएर रोइरहेका थिए। जुन मानिसहरूका लागि उनीहरूको परिवारले श्राद्ध गरिसकेका थिए, उनीहरू चिहानबाट फर्के झैं घर फर्किए। सन् 1958 मा जेम्स बार्डविनले उनीहरूको कथामा एउटा किताब लेखे, लस्ट इन द एको अफ 9 इयर्स। यो कथाले एउटै कुरा सिकाउँछ, जस्तो सुकै अन्ध्यारोमा पनि आशाको एउटा सानो किरणले ठूलो चमत्कार गर्छ। साथीहरू, के तपाईलाई लाग्छ कि बर्मुडा ट्रायंगलमा साँच्चै कुनै पोर्टल छ?
वा यो केवल एउटा संयोग थियो? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। यस्तै रहस्यमय कथाहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।